दुःख भएको पीडा भयो एक्लै रोएको दिन याद छ हो या ल भन्नुस् त या कहिले ए ठुलो हेर आँसु आउँछ या कहिले के भन्छन् कहिले के भन्छन् यहाँ मन ढोकिन्छ भाइ हो कि सानो हुँदाखेरि कहाँ जन्मिनु भएको थाहा छ तपाईँलाई सानो हुँदाखेरि म पढेको म ठाउँतिर म कसको पढेको कहाँ अब कोली हुन त ए क्वाली गाउँ जन्मिनु भएको ए अनि उहाँ चाहिँ सुनिल स्मृति वार्ड नम्बर 5 को निवासी ज्येष्ठ नागरिक हुनुहुन्छ उहाँको जीवनी चाहिँ अलिकति सङ्घर्षमय छ के उहाँ सानै उमेरदेखि दुःख पाउनु भयो सारा जीवन आज 77 वर्ष करोस् भन्नुहुन्छ हैन सारा जीवन अरूको काम गरेर खानुभयो के तपाईले देख्नु भएको छ अझसम्म उहाँले चप्पल र जुत्ता लगाउनु भएको छैन 2 साल के काम गर्नु कसैको हो नि के काम गर्नुभयो त खोइ अब मल डल्ला बग्याम खायाम मुस्टाल बग्याम खागम चामल बोक्न कहाँ जानुभयो तल सुजर गए वहाँ घरे बगे टमाटो पुरुक खालु पस्यो त्यही त्यसै खाइलो माया प्रेम भन्ने के थाहा पाउनु भएको छ है माया प्रेम भनेको के हो थाहा पाउनु भएको छ माया प्रेम राखाइ मलाई थाहा छ कसैसँग त्यस्तो माया प्रेम बसेन कस्टमर नै प्रेम थाहा होइन हो हे बसलो मलाई यहाँका सोच्नु नि अब के रमाइलो कुरा गरौँ है त तपाईसँग 2 वटा घडी छन् भने सुनेको थिएँ खै त छ खै देखाउनु न ए एउटा घडी अनि अर्को नि ए 2 वटा घडी नि है अंकल नमस्कार नमस्कार सन्चै हुनुहुन्छ सन्चै छोडो हाम्रो एल्डर भाइब्स नेपालमा तपाईलाई स्वागत छ है अनि सन्चै हुनुहुन्छ नि सन्चै कति वर्ष पुग्नु भयो म 70 वर्ष 70 वर्ष पुग्नु भयो नि पुग्यो अनि ज्येष्ठ नागरिक भत्ता खानुहुन्छ म 12 खान्छु ए तपाईले 12000 भत्ता खाइराख्नु भएको छ हो कहिले देखि नि म पहिले देख्नु पर्यो ए पहिले भनेको कसले दिन्छ त्यो पैसा थाहा पाउनु भएको छ त्यो दिने मान्छे चाहिँ छन् त्यहाँ ए पैसा दिने मान्छे थाहा पाउनुहुन्छ ठाउँ मैले हो र को हो त्यो यहाँ उयो कोही दिन्छ त्यो यहाँ उ त्यहाँ छन् होइन त्यो पैसा त तपाईहरुले राज्यले दिन्छ नि राज्य 60 वर्ष काटेका ज्येष्ठ नागरिकहरूलाई हाम्रो नेपाल सरकारले तपाईहरुको यो बुढेसकाल छ नि तपाईहरुको बुढेसकाल हो त्यसलाई राम्ररी बिटोस् अनि तपाईहरुले कुनै प्रकारको दुःख नभओस् हैन भनेर तपाईहरुको हेरचाहको लागि केयरको लागि पैसा दिएको हो के औषधि पानी बिरामी हुँदाखेरि अनि त्यो ठिक त भनम हो या त्यो ठिक त हो के हामीले अब सुरु गरे ठीक छ गुड मान्नुहुन्छ है हो यहाँ दशा भन्छन् यहाँ कसै यहाँ गर्नु पर्यो होइन हामी अब यो जनताहरूले हामी खानु पर्छ होइन सानो हुँदाखेरि कहाँ जन्मिनु भएको थाहा छ तपाईलाई सानो हुँदाखेरि म पढेको म ठाउँतिर म कसको पढेको कहाँ अब कोली हुन त ए क्वाली गाउँ जन्मिनु भएको ए आमाको अनि बाबाको सम्झना छ आमाको बाउ हो मैले सब सम्झना छ आमासँगको केही त्यस्ता सम्झनाहरू छन् भने भन्नुस् त हैन बाउ आमा मरे गए हैन कति वर्षमा तपाई कति वर्ष हुँदाखेरि मृत्यु भयो त म अहिले बितेगान ए हो आमा त आमा भाइ म अहिले बित्या तपाई कति भाइ हो नि मेरो दिदी हो एउटा दिदी पर रिया थी ए म त जान्दिन हो किन म जान्नुहुन्न उहाँ चाहिँ सुनिल स्मृति वार्ड नम्बर 5 को निवासी
ज्येष्ठ नागरिक हुनुहुन्छ। उहाँको जीवनी चाहिँ अलिकति सङ्घर्षमय छ कि उहाँ सानै उमेरदेखि दुःख पाउनुभयो। सारा जीवन आज 77 वर्ष क्रस भन्नुहुन्छ होइन, सारा जीवन अरूको काम गरेर खानुभयो कि तपाईँले देख्नु भएको छ अझसम्म उहाँले चप्पल र जुत्ता लगाउनु भएको छैन। एकैछिन है। अनि उहाँसँग त्यो पीडाहरू होइन, उहाँका मनका कुराहरू, उहाँका सङ्घर्षका कुराहरू, उहाँका अनुभवका कुराहरू आज हामी गर्नेछौँ। तपाईँहरूले हेरेर साथ दिनुहोला होइन। हाम्रो एल्डर्स भाइब्स नेपाललाई लाइक गर्नुहोला है त, सब्सक्राइब गर्नुहोला। सुन्नु न, तपाईँको कुरालाई, मनका कुरालाई होइन, तपाईँका पीडाहरू, तपाईँका भावनाहरू, तपाईँले बोल्नै पर्ने आजसम्म कुल्ठेर भित्र रहेका कुराहरूलाई हामी एल्डर भाइब्स नेपाल भनेको यस्तै तपाईँहरू जस्तै बुजुर्गहरूको, तपाईँहरू जस्तै ज्येष्ठ नागरिकहरूको कुरालाई संसारलाई देखाउने, सुनाउने गर्छौँ कि हामी। बुझ्नुभयो नि? एकैछिन संसारले तपाईँका कुराहरू सुन्नेछ, भोलि संसारले तपाईँको कुराहरू देख्नेछ। त्यही भएर तपाईँले एकदम तपाईँभित्र रहेका कुराहरू, तपाईँभित्र रहेका खुल्दुलीहरू, तपाईँले सङ्घर्षका यो बाटोमा के कुराहरू भोग्नुभयो, अबका पुस्ताहरूलाई त्यो कुरा ओहो ऊ मान्छेले त यस्तो गरेको रहेछ त भनेर ऊ पछिको पिँढीले पनि हेर्न पाओस् है त। तपाईँ हामीको भोलि होइन मृत्यु भएर गएपछि पनि सबैले हेर्न पाओस् भनेर यो मैले भिडियो खिच्दैछु। दुःख नमान्नु होला है। बरु तपाईँका कुराहरूलाई हामी संसार सामु देखाउन चाहन्छौँ कि तपाईँले त कहिले चप्पल लाउनु भएन नि त होइन र? चप्पल लान्न होगेन। हामी हो जनताहरूले हामी यस्तो सोच्नु पर्छ होगेन। हामी यो वरावरी हामी गाउँसको लागि होइन, हामी पनि काट्ने गयौँ। हामी यस्तो अब काठ बनायो आगो होइन। अब पर एउटाले गरिदिन तिम्रो गाउँ कहाँ हो भन्यो। अब पाइप काट्ने हो भन्यो। अब म वहीँ गएँ हो यसले सक्दैन भने सबैले थोरो कहाँदेखि बनाउनु भयो त? म काट्ने बनाएँ। काट्ने बनाउनु भयो, उहाँहरूले सहयोग गर्नुभयो तपाईँ? सहयोग गरेँ मैले। अनि सुन्नु न, हाट्नु यो सोहीमा एउटा सोचले हाट्नु सोही डस्टो हामीले के सक्न भन्यो हामीले के गर्नु? अनि सुन्नु न दिवै छोरा, तपाईँ यो अरूको काम गरेर खाने मान्छे होइन, अरूको काम अरूको सेवा गरे बापत अलिअलि लिएर जीविका निर्वाह गरिराख्नु भएको छ हो कि नै? अनि कहाँ के यो जीवनको सङ्घर्षमा कहाँ जानुभयो, के गर्नुभयो, कसको काम गरिराख्नु भएको छ, अझै काम गर्नुहुन्छ कि नै? त्यो कोही अब काम कोही दिन्छ कोही दिन्न। यहाँ मैले त्यति भइरहेको छ। यहाँ यिनीहरू यहाँ कस्तो गरेको छु। यहाँ कति वर्षदेखि तपाईँ मजदुर गर्न लाग्नु भएको नि? म पहिलो बेला मजदुर गरेँ हो। 25 वर्षदेखि? 25 वर्षमा मजदुर गरेँ। अनि तपाईँ मैले कष्ट गर्छु भने हो कि तिमीले त्यसै टाँसु हुँदैन हो के काम कसै गर्छु हो नि? के काम गर्नुभयो त? खोइ अब मल डल्ला बग्याम खायाम बग्याम खागो। चामल बोक्न कहाँ जानुभयो? सुजार गएँ उहाँ घरे बगेँ। टोमाटो पुरुक खालो पस्यो त्यसै खाइलो। सुलीचौरबाट तपाईँको चावलको बोरा बोकेर आउनुहुन्थ्यो? बोरामा कति बोक्नुहुन्थ्यो? 1 क्विन्टल कहाँ बोके आगम। कति दिन्थे नि एउटा चामलको बोराको? दिनन् मैले ठगिले खाइले। धेरैले ठगेन होला नि? धेरै कोहीले ठगे होला। तर कति पाउनुहुन्थ्यो त पारिश्रमिक? मैले 7 रुपियाँ दिन्छन्, कोही अब 500 दिन्छन्। कोहीले 500 दिन्छन् नि छोरो। भन्छु यहाँ। अनि अरू चामल बोक्ने काम गर्नुभयो, भरियाको काम पनि, अरू के काम गर्नुभयो त? भरिया काम अलि मैले गरेँ हामीलाई। हजुर। कोहीले 1000 दिन्छन्, कोहीले 500 दिन्छन्, कोही 200 दिएर थप्छन्, कोही 500 दिएर थप्छन्। तपाईँले सधैँ काम गर्नुभयो नि? पहिले हामीले पनि देखेको कुरा के दिन्छन् नि। कामको मैले गरेँ। सुन्नु न,
तपाईँले यो जीवनभर काम गर्नुभयो कि अरूको काम गरेर खानुभयो होइन र जीवनभर तपाईँले धेरै पैसा पनि कमाउनु भयो होला नि त त्यो कमाएँ पैसा मैले कहाँ भयो त होइन म कमाएँ मैले गरेँ गर्न गरेँ खाएँ हजुर गरेँ हो कहिले ठगे होला मलाई त्यति हो कसैले त तपाईँले ट्र्याक्टर भनेर चिन्छन् होइन र ट्र्याक्टर भनेर बोलाउँछन् बोलियो भएको कारणले गर्दा कि कोही पाएन उसले ट्र्याक्टर भन्ने किन ट्र्याक्टर भनेको नि तपाईँले किन ट्र्याक्टर गाई चल्नु भने ट्र्याक्टर के अरे गाई चल्नु भने ट्र्याक्टर ए तपाईँ ट्र्याक्टर जति बोलियो भएर है होइन तिमीले बाइक चल्छौ हामीले ट्र्याक्टर भने त्यही हो तपाईँ सुन्नु न तपाईँ कतिसम्म बोक्न सक्नुहुन्थ्यो त जवानीमा भारी जवानीमा त मैले बगेमा बस्दै भारी भारी होइन एकैचोटि बोक्दाखेरि 2 क्विन्टल 3 क्विन्टल एकैचोटि 2 क्विन्टल मैले अलि सकिनँ ए कतिचोटि बोक्नु 1 क्विन्टल भइहाल्यो ए कहाँदेखि कहाँ ल्याउनु हुन्थ्यो नि 1 क्विन्टल एउटाले म शेषबाट अन्न भयो कस्तोमा कति बोकेर ल्याउनु भयो मैले 2 मुरी 25 पारी ए कसको नि आफ्नै कि पारी यो ओबालेको ओहो 2 मुरी 25 पारी बोकेर 2 मुरी 25 पारी अनि कति दियो त पारिश्रमिक त्यो खाएर म त्यसै बुझी पार्छु अनि माया प्रेम भन्ने के थाहा पाउनु भएको छ है माया प्रेम भनेको के हो थाहा पाउनु भएको छ नयाँ प्रेम राखाइ मलाई थाहा छ कसैसँग त्यस्तो माया प्रेम बसेन कस्टमर नयाँ प्रेम थाहा होइन हो हे बसोलो मलाई यहाँका सोच्छु नि यहाँ म त्यस्तै तपाईँले बिहे किन्न गरेको भने एउटा टयलेट छ अरे मेरो कुरा सुन्नु के तपाईँ बिहे नगरेर किन बसेको भने म बिहे नगरेको म कालो पार्न ए सिम्लो पार्न हो कि मलाई तर सिम्लो पार्न बस्यो त्यो खाम मान्छे कहाँ के हो के खाम के कसै मन पराउनु भएको थियो लाइफमा जीवनमा उहिले त के हो नाम के हो भन्नुहोस् त नाम डल्ली सुन होइन के तपाईँले मन पराएको मान्छेको त्यो केटीको नाम के त्यो यहाँ ढङ्गले त्यो काठो के लुली हो र लुली हो है हाम्रो सामा के भयो अनि किन बिहा नगरेको त अनि मन पराएर पनि मेरो आमालाई बिहा गर्न दिया बिहा नदिएको किन नि के गर्ने पाप गर्नुभएछ है आमाले पाप गरे अनि अनि मेरो भान्जी हो मेरो आमा हो पाप गरे खान ए हो नि अहिले कहाँ बसिराख्नु भएको छ मैले त मेरो भान्जी ए भान्जी घर बस्नु अनि के छ त दुःख सुख राम्रो छ नि खानपिन यताउता दुःख सुख खाने मेरो टेस्टी छु छोरो अहिले पनि कमाउनु जानुहुन्छ खोइ मैले अहिले कमाएर खान्छु हो किन म अस्ति अस्ति म भोकै सुतेको म खाएन खाएछु भइयो मलाई किन भोकै सुतेको त के हो मलाई लौ लागेको ए बिरामी भएर बिरामी भएको सबैभन्दा धेरै पीडाको दिन धेरै तपाईँ रोएको दिन सम्झिनुहुन्छ कुन दिन भयो त्यस्तो हजुर आँसु खसेको दिन दुःख भएको पीडा भयो एक्लै रोएको दिन याद छ ल भन्नुहोस् त कहिले ठुलो आँसु आउँछ कहिले के भन्छन् कहिले के भन्छन् यहाँ मन ढोकिन्छ भाइ कस्तो 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 लाग्छ यहाँ कस्तो खानामा खावा रक्सी पनि पाना ल्याएर फाल्दैन ओहो अहिले नि अहिले रोड फाल्ने त कसले फालिन्छ त्यसरी तेरो ऊ यतै आमा हाम्रो घर त्यसले लुगा थियो लगेको रक्सी पनि फालिदिने लगेको रक्सी फाल्दैन किन नखाओस् भनेर हुन त तपाईँको स्वास्थ्यको लागि पनि त हुनसक्छ नि त फालेको स्वास्थ्यको लागि यहाँ अब के बन्द गर्ने भने त्यो हो सुतेर आएको म हो आउनुहोस् न अझै आउनुहोस् होइन कहिलेकाहीँ आउनुहोस् बस्नुहोस् होइन म भनिदिउँला अनि केही त्यस्ता राज्यसँग तपाईँले गरेका अपेक्षाहरू छ मैले यो गरिदिने भए राम्रो मान्छेको जग्गाको पैसा दिनुमा भया हो यहाँ पलासी कोटा भने तिनी थाहा मैले 12,000 रुपियाँ दिइहाल्नु भयो हामी सरकारले त्यही हामीले अब यत्रो जनताले हामीले खाइरहेछौँ
पुरानो सरकारले हामी दिइरहेछन् हामी धर्म गरेछन् हेर छोडो हेर सरकारले हामी धर्म गरेछन् नयाँ सरकार के उठाएर के हो त्यो नयाँ सरकार दिने कसले हिँड्यो हामीले पैसा त्यो पो होला त त्यो चिन्ता छ है त्यो चिन्ता पो छ त अब केही रमाइलो कुरा गरौँ है त तपाईँसँग 2वटा घडी छन् भने सुनेको थिएँ खै त छ खै देखाउनु न ए एउटा घडी अनि अर्को नि ए 2वटा घडी नि है दुइटै हो कसले ल्याइदिएको त तपाईँ आफै किन्नु भएको यो वाला पर मेरो नाच ल्यायो ए को नाति हमे ए अनि यो चल्छ त दुइटै कति बजा छ भन्नुहोस् त टाइम त्यो चल्छ यहाँ गेरा पर्ने अनि 2वटा घडी किन बाँड्नुहुन्छ त मेरो खै एउटा बस्छ एउटा बान्छु पहिलेदेखि नै हो पहिलेदेखिबाट तपाईँसँग त रेडियो पनि हुन्थ्यो रेडियो छैन आज ब्यागको होला त्यहाँ अर्को ब्याग होला ए त्यहाँ राखेर हान्ने नातिहरूले ब्याग होला त तपाईँले अहिले के को रहर लाग्छ रेडियो त कहाँ फालेको त्यहाँ अहिले तपाईँले के गर्न रहर लाग्छ के भने के राख्नु लाग्छ मैले पो साँझ भन्नु न मैले के भन्ने मैले त्यही भएर रहर के लाग्छ ल मैले रेडियो खेर रेडियो खोज्नु भएको छ रेडियो गन्कुटे ब्याग गन्कुटे ट्याप गन्कुटे कहाँ गयो त त्यो अब त्यो कहाँ फाले रेडियो छो कहाँ फाले ए अहिले रेडियो चाहनुहुन्छ तपाईँ कसैले रेडियो दिए हुन्थ्यो भन्ने लाग्छ के भने ए हो र लाग्छ रेडियोको तालमा नाच्नु हुन्थ्यो तपाईँ रेडियोको तालमा नाच्ने गाउने नि त्यो रेडियो ल्याउन मैले काम हेर्नु खाँदा भयो गाउने पनि गर्नुहुन्छ तपाईँ गाउने नि गरे एउटा गीत गाइदिनुहोस् न ल एउटा ल म मादल ल्याउँछु है त मादल ल्याउँछु एउटा गीत गाऊँ है गीत गाउने बाबु छोराले एउटा गीत गाउन होइन र अलि टाढो गरेपछि अब क्याच गर्छ कि पारी टाढा छ भाइले होइन के गीत गाउनुहोस् ठाडै भाका गाउनुहोस् भाइ अरू गीत आउँदैन त्यसो ए ल भाइले भाका भाइले अलि टाढो अलि टाढो है भाइले 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 अब सकौँ है अब सुन्नुहोस् तपाईँ मादल बजाउनु जान्नु भएको छ माल बजाएन जान्नु भएको छैन माल बजाउनु छोडेको ए हो र माल बजाउनु छोड्यो मालले म